विथआउट आइएल्स पिटी त सुन्नुभएकै होला। अब विथआउट इन्टरभ्यू, त्यो पनि युकेमा हेल्थ साइन्स युनिभर्सिटीमा एमएससी ग्लोबल हेल्थ केयर म्यानेजमेन्टमा मेन्टीको लागि एप्लिकेसन खुलिसकेको छ र यो कोर्समा यो युनिभर्सिटीमा एकदमै छिटो सिट फुलफिल हुने गर्छ। त्यसले गर्दा आफ्नो एप्लिकेसन प्रोसेसलाई अलिकति छिटो अगाडि बढाउनु होला। एकाडेमिक रिक्वायरमेन्टको कुरा गर्नुपर्दा यदि 3 इयर्सको ब्याचलर छ भने 60% र 4 इयर्सको ब्याचलर छ भने 55%। लङ ग्याप पनि मजाले एक्सेप्ट हुन्छ, 9 वर्षसम्मको ग्याप एक्सेप्ट हुन्छ। इङ्ग्लिस ल्याङ्ग्वेज रिक्वायरमेन्टको कुरा गर्नुपर्दा यदि आइएल्स गर्नुभएको छ भने 6 नट लेस देन 5.5, पिटी गर्नुभएको छ भने 59 नट लेस देन 59। विथआउट आइएल्स पिटी पनि मजाले एप्लाई गर्न मिल्छ। फी स्ट्रक्चरको कुरा गर्नुपर्दा फी हुन्छ 15,000 पाउन्ड, तपाईले 2500 पाउन्ड स्कलरशिप पाउनुहुन्छ। आफ्टर स्कलरशिप फी हुन्छ 12,500 पाउन्ड। धेरै स्टुडेन्टहरूले चाहिँ हेल्थ रिलेटेड ब्याकग्राउन्डले मात्र एप्लाई गर्न मिल्ने हो कि भन्ने जस्तो प्रश्न देखाउनु भएको हुन्छ, तर यो चाहिँ हेल्थ केयर म्यानेजमेन्ट कोर्स भएको भएर सबैले चाहिँ एप्लाई गर्न मिल्छ।